नमस्कार साथीहरू, नेपाली स्टोरी च्यानलमा स्वागत छ। तपाईहरू मेरो च्यानललाई लाइक, सब्स्क्राइब गरिदिनुहोला। नेपालको सुदूरपश्चिम प्रदेशको एक सत्य घटनामा आधारित कथा लिएर आइसकेको छु। सौतेनी आमासँग भएको इमोसनल कथा तपाईहरू सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास लिएको छु। आर्यन केवल 9 वर्षको मात्र थियो जब उनकी आमाले उनलाई सधैँको लागि छोडेर गइन्। उनका बुवा धनराज बाहिर काम गर्थे र घर दिनभरि खाली रहन्थ्यो। आर्यनले कसरी एक्लोपनबाट पनि नडराउने र रोएपछि कसरी चुप लाग्ने कसैले नभनिकन उनले यो सिके। एक दिन उनकी हजुरआमाले भनिन्, छोरा, यो घरलाई अब एउटी महिला चाहिन्छ। त्यसपछि धनराजले बिहे गरे। अब आर्यनको सौतेनी आमा घरमा आयो। आर्यनले थाहा पायो कि उसको बुवाले पुनः विवाह गर्नुभएको छ। आर्यनको मुटुको धड्कन जोडसित चल्न थाल्यो। के कोही मेरो आमाको ठाउँ लिन सक्छ? उनले निर्णय गरे कि उनी यो नयाँ महिलालाई कहिल्यै आफ्नो आमा ठान्दिन। नयाँ सौतेनी आमा सीमा धेरै शान्त, सरल र विनम्र थिइन्। घर आइपुग्ने बित्तिकै उनले आर्यनको नजिक गइन् र आफ्नो हात अगाडि बढाइन्। म तिमीलाई धेरै बुझ्नेछु, तिमी जे चाहन्छौ। तर आर्यनले उनलाई हेरेनन्। उसले केही नभनी खाना खायो, आफै स्कुल गयो र आफ्नो काम गर्यो। सीमाले उसलाई कहिल्यै जबरजस्ती गरिन, न त खुवाइन् न त कुरा नै गरिन्। उनको मौनतामा स्नेह थियो, तर आर्यनले अझै पनि पढ्न सकेनन्। एक साँझ आर्यन साइकल चलाउँदा लडे। उनका घुँडामा चोट लागेका थिए र रगत बगिरहेको थियो, तर उनले पीडा दबाए। उसले सोचे, यदि म रोएँ भने त्यो नयाँ महिलाले मलाई धर्मपुत्र बनाउने छिन् र आमा बन्ने छिन्। मलाई कुनै आमा चाहिँदैन। तर घर पुग्ने बित्तिकै सीमाले उसलाई हेरिन् र आत्तिइन्। हे, के भयो? पर्खनुहोस्, म औषधि ल्याउँछु। आर्यन पछि हटे। मलाई तिम्रो मद्दत चाहिँदैन। तर सीमाले केवल भनिन्, मद्दत माग्दा कोही पनि सानो हुँदैन र मद्दत गरेर कोही पनि महान हुँदैन। उनको आवाज यति नरम थियो कि आर्यन चुप लागे। सीमाले आर्यनको घुँडामा मलम लगाइन्, जसरी आफ्नी वास्तविक आमाले पहिले गर्थिन्। त्यो रात आर्यनले पहिलो पटक महसुस गरे, यी महिलाले उनलाई बुझ्न आएकी थिइन्, उनलाई समस्या दिन होइन। आर्यनसँग आफ्नी आमाको पुरानो तस्बिर थियो, जुन उनले आफ्नो ओछ्यानमुनि लुकाएर राखेका थिए। उनले त्यो तस्बिर कसैलाई देखाएनन्। एक दिन सीमा सफा गर्दै थिइन् जब उनले तस्बिर भेटाए। छटपटाउँदै दौडियो, यो मेरी आमा हो, उनलाई नछुनुहोस्। सीमाले दुवै हातले फोटोलाई धेरै सम्मानका साथ समातिन्। उनको आँखामा स्नेह थियो, ईर्ष्या थिएन। तिम्रो आमा धेरै सुन्दर हुनुहुन्थ्यो, उनले बिस्तारै भनिन्, र तिमी पनि उनी जस्तै छौ। आर्यन पहिलो पटक छक्क परे। पहिलो पटक कसैले आफ्नी आमाको बारेमा यति मायालु कुरा गरेको थियो। त्यो रात उसले फेरि फोटो हेर्यो र उसको हृदयभित्रको केही कुरा परिवर्तन भयो। एक दिन स्कुलमा अभिभावकको बैठक थियो। आर्यनको बुवा सहर बाहिर हुनुहुन्थ्यो, त्यसैले सीमा गइन्। शिक्षिकाले भनिन्, आर्यन अलि शान्त छ, तर ऊ धेरै बुद्धिमान बच्चा हो। म्याडम, तपाईँ आमा हुनुहुन्छ, होइन र? उसलाई अलि बढी माया चाहिन्छ। घर फर्कने बाटोमा आर्यन चुपचाप थिए। सीमा पनि चुपचाप थिइन्, तर उनको आँखा आँसुले भिजेको थियो। आर्यनले पहिलो पटक सोध्यो, तिमी किन रोइरहेकी छौ? सीमा रोकिन् र भनिन्, किनभने जब बच्चाको आमा संसार छोडेर जान्छ र बच्चाले आफैले अर्को आमा स्वीकार गर्दैन, मन धेरै दुख्छ। आर्यन छक्क परे। पहिलो पटक उनले महसुस गरे कि उनी एक्लै शोक गरिरहेका थिएनन्। सीमा पनि शोक गरिरहेकी थिइन्। केही दिनपछि आर्यनलाई उच्च ज्वरो आयो। राति उनको स्वास्थ्य अचानक बिग्रियो। सीमाले उनलाई आफ्नो काखमा बोकेर अस्पताल गइन्। उनी पसिनाले भिजेकी थिइन्, रोइन् र डाक्टरहरूसँग बिन्ती गरिन्
कृपया मेरो बच्चालाई बचाउनुहोस्, ऊ मेरो सबै थोक हो। आर्यनले अर्धचेत अवस्थामा सुने, मेरो बच्चा। जब उनले आँखा खोले, उनले देखे कि सीमा उनको टाउकोमा सुमसुम्याउँदै थिइन्। उनी रातभरि त्यहीँ बसिरहेकी थिइन्। त्यति बेला उनले महसुस गरे कि आमा हुनु रगतको मात्र सम्बन्ध होइन, हृदयको सम्बन्ध हो। भोलिपल्ट बिहान आर्यनले बिस्तारै भने, आमा, आमा। सीमाले टाउको उठाएर उनलाई हेरिन्। उनका आँखा आँसुले भरिएका थिए। के तिमी फेरि भन्नेछौ? यसपटक आर्यनले ठुलो स्वरमा बोले, आमा। सीमाले उसलाई अँगालो हालेर रोइन्। त्यो क्षणमा यति धेरै माया थियो कि आर्यनले महसुस गरे, यदि उनकी वास्तविक आमा माथिबाट हेरिरहेकी भए उनी मुस्कुराइरहेकी हुनुपर्छ। दिनहरू बित्दै गए। जब आर्यन स्कुलबाट फर्किए, सीमाले उसलाई तातो खाना खुवाइन्। उनी उसलाई पढ्न लगाउँथिन्, उसको रोजाइको लुगा सिलाइदिन्थे र राति कथाहरू पढेर सुनाइदिन्थे। एक दिन उसको बुवाले सोधे, आर्यन, तिमी खुसी छौ? आर्यन मुस्कुराउँदै भने, हो बुवा, हाम्रो घर अब अपूर्ण छैन। मेरी आमा फर्किनुभयो। सीमा टाढा उभिएर चुपचाप सुनिरहेकी थिइन् र उनको आँखामा गहिरो सन्तुष्टि थियो। समय बित्दै गयो। आर्यन अब 21 वर्षीय युवक थिए, सरल, शान्त र पढाइमा तिखो। तर एउटा कुरा सधैँ जस्तै गहिरो रह्यो, आफ्नी आमा सीमाप्रति उनको सम्मान र प्रेम थियो। सीमा पनि पहिलेभन्दा कमजोर देखिन्थिन्। उनको आँखामा हल्का थकान, कपालको हल्का सेतोपन। आर्यन पढाइ भन्ने गर्थे। आमा, धेरै काम नगर्नुहोस्, म छु। सीमा हाँस्दै भन्थे, तिमी सानो हुँदा म तिम्रो हेरचाह गर्थे। अब तिमी ठुलो भइसक्यौ, म किन काम नगर्ने? आर्यन मुस्कुराउँथे, तर उनको भित्री मनमा एउटा डर थियो। आमा बुढी हुँदैछिन्, म उनलाई गुमाउन चाहन्न। आर्यनले सहरको कलेजमा भर्ना भए। जानुभन्दा अघिल्लो दिन सीमा रातभरि बिउझेर बसिन्, आफ्ना लुगाहरू मिलाउँदै, कन्टेनरमा अचार प्याक गर्दै, तौलिया पट्याउँदै। आर्यनले भने, आमा, किन यति धेरै तयारी? तिमी रुनेछौ? सीमा मुस्कुराइन्। आमा रुनुहुन्न, आफ्नो मनलाई हल्का पार्छन्। भोलिपल्ट बिहान बस छुट्दै जाँदा आर्यनले छ्यालबाट बाहिर हेर्यो। सीमाले उसलाई दुवै हातले बाई बाई भन्दै थिइन्, तर उनका आँखामा आँसु थिए र उनको ओठमा मुस्कान थियो। पहिलो पटक उसले महसुस गर्यो, बिछोडको पीडा के हो। कलेजमा नयाँ साथीहरू, नयाँ पढाइ, नयाँ वातावरण, सबै कुरा परिवर्तन भयो। तर एउटा कुरा परिवर्तन भएन, सीमा। हरेक रात 9 बजे फोन गर्थिन्, के तिमीले खाना खायौ? के तिमीले आफ्नो लुगा घाममा सुकायौ? के तिम्रो कुनै साथीहरूसँग झगडा भएको छ? आर्यन भन्ने गर्थे, आमा, म बच्चा होइन। सीमा हाँस्ने गर्थिन्, तिमी सधैँ मेरो लागि बच्चा छौ। कहिलेकाहीँ उनी ढिलो जवाब दिन्थे, कहिलेकाहीँ उनी फोन छुटाउँथे, कहिलेकाहीँ उनी छोटो जवाब दिन्थे, हो आमा, ठिक छ। आमा, म तिमीसँग पछि कुरा गर्नेछु। र सीमा भन्थे, ठिक छ छोरा, आफ्नो पढाइमा ध्यान देऊ। तर उनको कोठाको मौनताले उनलाई हरेक रात धेरै एक्लो महसुस गराउँथ्यो। एक आइतबार आर्यन अचानक घर आए। उनले सीमालाई भान्सामा उभिरहेको देखे। उनका हातहरू काँपिरहेका थिए। ग्यास चुल्हो बलेको थियो र खाना जल्न थालेको थियो। आमा, के भयो? तपाईको हात किन काँपिरहेको छ? सीमा तुरुन्तै मुस्कुराइन्, केही छैन, म अलि कमजोर छु। तर आर्यनलाई केही गलत भएको महसुस भयो। त्यो रात उसले सीमालाई बाथरुममा उभिरहेको खोकिरहेको देख्यो र खकारमा रातो दाग देख्यो। ऊ डरायो। आमा, यो के हो? सीमा आत्तिइन्, केही होइन छोरा, यो केवल रुखा खोकी हो। आर्यनले त्यही क्षणमा निर्णय गरे, अब ऊ आफ्नी आमाको हेरचाह आफै गर्नेछु। भोलिपल्ट रिपोर्ट हेरेपछि डाक्टरले भने,
यो फोक्सोको सङ्क्रमण हो। पुरानो बिरामीले धेरै समयदेखि यसलाई लुकाइरहेको छ। आर्यनले आफ्नी आमालाई हेरे। तिमीले मलाई किन भनिनौ? सीमाले बिस्तारै भनिन्। तिमी पढ्दै थियौ। यो तिम्रो लागि बोझ हुन्थ्यो। आमाको काम बोझ दिने होइन, बोक्नु हो। आर्यनको आँखामा आँसु तिलपिल भयो। उसले महसुस गर्यो उसले आफ्नी आमालाई फोन गर्न सक्छ, तर उसले उनको थकान, उनको पीडा बुझ्न सकेन। आर्यनले कलेजबाट केही समय बिदा लिएर आफ्नी आमासँग बस्न थाले। हरेक बिहान उसले उनको लागि नास्ता बनाउँथ्यो, औषधि दिन्थ्यो र डाक्टर कहाँ लैजान्थ्यो। सीमाले भनिन्, म ठिक छु छोरा, आफ्नो पढाइमा ध्यान केन्द्रित गर। आर्यनले जवाब दिन्थे, आमा, यो संसारमा कसैले पनि तिम्रो ठाउँ लिन सक्दैन। मैले यो धेरै ढिलो महसुस गरे, तर म कहिल्यै जाने छैन। बिस्तारै सीमाको अवस्था सुधार हुन थाल्यो। उनी फेरि घरायसी काम गर्ने प्रयास गर्थिन्, तर आर्यन भन्ने गर्थे, आमा, अब आराम गर्ने पालो तिम्रो हो। एक साँझ सीमाले भनिन्, आर्यन, मलाई डर थियो कि मेरो रोगले तिम्रो सपनालाई रोक्न सक्छ। आर्यनले उनको हात समातेर भने, आमा, तिमी मेरा सबै सपनाहरूको जरा हौ। तिमी मसँग हुँदा सबै ठिक हुन्छ। सीमाको आँखा आँसुले भरियो। उनले आर्यनको अनुहार सुमसुम्याइन्। आज तिमीले मलाई जित्यौ छोरा। आज मलाई लाग्छ कि म साँच्चै तिम्रो आमा बनेको छु। आर्यनले भने, तिमी सधैँ यहाँ थियौ आमा। मैले यो याद गर्न ढिलो गरेँ। केही महिनापछि सीमा पूर्ण रूपमा ठिक भइन्। आर्यनले कलेज पुरा गरे र जागिर पाए। आफ्नो पहिलो तलब पाउने बित्तिकै उसले आफ्नी आमाको हातमा एउटा खाम राख्यो। यो के हो? सीमाले सोधिन्। तपाईको लागि मेरो पहिलो सम्मान, मेरो पहिलो कमाई र एउटा बाचा। म तपाईको जीवनमा फेरि कहिल्यै कुनै कमी आउन दिने छैन। सीमाको आँखामा खुसी छायो। उनले आर्यनलाई अँगालो हालिन्। मेरो छोरा, तिमीले मेरो सबै पीडा निको पार्यौ। सौतेनी आमाको माया बिस्तारै आउँछ, तर जब यो हुन्छ, यसले जन्मभन्दा बाहिरको सम्बन्धलाई गहिरो बनाउँछ। साथीहरू, कथा कस्तो लाग्यो? कथा मन पर्यो भने लाइक, सेयर, कमेन्ट र सब्स्क्राइब गरिदिनुहोला। तपाईहरू स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। जय नेपाल।